ले हजुर अघिको चाहिँ हामीले यहाँ फारेर ढुङ्गा बोकिसकेको छौँ। यसो ढुङ्गा बोकिरहेको छौँ र यहाँ चर बसाइरहेको अवस्था हजुर यसरी यसरी यहाँ चर बसाइरहेको छौँ। जन पनि अघि मैले हजुरले भनेको थिएँ भर्खर सुरु गर्दैछौँ। अब बर्छ होला भनेको छौँ। जन बसिसकेको छ हजुर टाउनमा चाहिँ चर बसाइरहेको छौँ। ढुङ्गा यसरी कोही साथीहरू ढुङ्गा फुटाउनु रहेछ यतातिर यसरी हेर्नुलाई खोलासम्म छ। कोही भित्रतिर बसिरहेको छ शीतल गर्मी गलेर यसरी ढुङ्गा बोकिसकेको छौँ। ढुङ्गा यसरी चर बसाइरहेको छु हजुर यसरी र अघि मैले भनेको छु फेरि यो बाँकी हुनेहरू यसो सबैलाई सर्वहारा गरिब दुःखीलाई सहयोग नै धर्म नै सहयोग हो। त्यसैले गर्दाखेरि सहयोग गरिदिनु हुन पनि भोलिदेखि पनि आउने र सहयोग गरिदिनु हुन म अनुरोध गर्छु। यहाँ तल घरको यस्तो छ अघि पनि मैले हजुरलाई देखाएको छु घर यहाँ तल थियो यस्तो अवस्था छ र हामीले यहाँ बाटो यहीँ भएको हुनाले यसरी यहीँ बनाइरहेको छौँ हजुर यहाँ बाटो यहाँ चाहिँ सजिलो हुन्छ भनेर यसरी चर बसाइरहेको छौँ हजुर यस्तो चाहिँ हजुर सबै रिमसिमका दाजुभाइ तथा दिदीबहिनीहरू आएर सहयोग गरिदिनु हुन म अनुरोध गर्न चाहन्छु हजुर यसरी यस्तो चाहिँ यो रुखको बिरुवाहरू हाम्रो गणेश काका पनि पुरा धमाधम लुल है यहाँ चाहिँ तपाईँको टेम्पोमेङ गाउँपालिका वडा नम्बर 1 साबीको रिमसिममा जस्तो मैले हजुरलाई देखाइरहेको थिएँ। यो वन जस्तो थियो यहाँ खारेर घर बनाइरहेको अवस्था यो चाहिँ फाइनल्ली हामीले सकेर यस्तो सबै छाइसकेको छौँ। यहाँ सबै बनाइसकेको छौँ। सर उहाँको घर सर यो रत्नबहादुर गाईको घर हो। त्यसैले हामीले फाइनली चाहिँ सकिसकेको अवस्था छ। हेर्नुहोस् यस्तो छ अब सम्पूर्ण समले गरिदिएको सहयोग गरेको समले सहयोग गरिदिनु हुने सम्पूर्ण रिमसिमवासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई म धन्यवाद दिन चाहन्छु। हेर्नुहोस् है मेरो पहलदेखि र यहाँ खिम्दुङ कल्याणकाली समाजको नेतृत्वदेखि भएको छ। उहाँको घर चाहिँ यस्तो छ पहिलाको त्यसलाई चाहिँ हामीले यस्तो बनाइदिएको छौँ। कोठार पनि म देखाउन चाहेँ यस्तो बनाएको छौँ हजुर दुईको चाहिँ एउटा यता चाहिँ एउटा यहाँ बार्नु भएको छोरै छ अर्को यता चाहिँ यहाँ ढुक्क यहाँनिर निस्किने यस्तो चाहिँ फाइनल हामीले बनाइसकेको छौँ। यो पिलर उठाएर अब यहाँ बार्नु भएको मात्रै यति यो बारेर गएर अब यता मान्छे बस्ने यता उहाँले चुल्हाहरू बनाएर यता बस्ने ठाउँ दुईवटा बनाएको छौँ। हजुर अब सकेको अवस्था भन्दा भयो ढोका लगाइदिनु काम बाँकी रहेको चाहिँ फाइनली श्रम गरेर यहाँ सहयोग गरिदिनु हुने रिमसिमका दाजुभाइ तथा दिदीबहिनीहरूले म एकदम बहुत धन्यवाद दिन चाहन्छु ओडाको तर्फदेखि र म गणेश साईको व्यक्तिगत तर्फदेखि पनि यहाँलाई धन्यवाद दिन चाहन्छु। यस्तो बनाइसकिएको छ र उहाँको घर चाहिँ तल पर्छ यहाँ चौथो घरमा छ। यहाँ चाहिँ यो पनि चित्ता चाहिँ एक पाट उब्लो यहाँ 3 पाट त्यो बार्नु भएको छ यो उपरेको र यहाँ तल छ उहाँको घर चाहिँ म बुढा मान्छे देखाउन चाहेँ। मैले वर्षैपछि जस्तो मान्छेलाई सहयोग गरिरहेको छु पोल एउटा यस्तै घर सहयोग गरेर छाइदिउँ र अहिलेसम्म यहाँ वर्षैपछि अपाङ्ग असहाय निम्न वर्गकोहरूलाई सहयोग गरिरहेको छु मैले सहयोग गरिरहेको छु मेरो नेतृत्वमा। त्यसैले गर्दाखेरि यहाँ छ बुढा मान्छे बाजे पर्नुहुन्छ मेरो साइनले चाहिँ यस्तो छ उहाँको बिचरा मकै एक्लो मान्छे यस्तो हाउलाले लागेको छ। बाजे बाजेको यस्तो छ घर सुतिरहनु भएको के सन्चो छैन बाजे चाहिँ यस्तो हुनुहुन्छ यस्तो घर थियो हामीले माथि बनाइरहेको छौँ यस्तो अवस्था चाहिँ। अब माथि कहिले चढ्नु थियो बाजे हाम्रो बाजे हुनुहुन्छ कति माथि घर बनाइदिएर कति खुसी हुनुहुन्छ कि दुःखी हुनुहुन्छ कोपा
खुसी छु नै। ए खुसी हुनुहुन्छ? खुसी छु नि। ए अँ। अनि यो सहयोग गरेर गरिदिनु हुनेहरूलाई के भन्न चाहनुहुन्छ बाजे? यसो धन्यवाद दिनु चाहनुहुन्छ होला नि, बिचरा गरिदिनु भयो तपाईँको लागि होइन श्रमदेखि। मैले गर्छु नि अब खिम्याङ याङ ट्र्याक्टर चामल लिएर चाहिँ सबैजनाले मैले सहयोग गरेकोलाई मलाई अलिकति पैसा छैन, त्यो अलिकति पैसा दिनु पर्दैन, धन्यवाद दिनु न भइगयो तपाईँ जस्तो मान्छेलाई। उहाँले चाहिँ बिचरा मेरो केही नभए पनि चामल लिएर भने भात पकाएर एकखेप उहाँलाई सहयोग गर्छु भन्नुहुँदैछ। बिचरा उहाँ जस्तो मान्छेलाई के अपाङ्ग हुनुहुन्छ, ज्येष्ठ पनि हो। हेर्नुहोस् है, हाम्रो किराँतीहरूको खुट्टा पनि छैन बिचरा। यो चाहिँ यो कसको नेतृत्वमा बाजे घर बनाइदिएको? यो कसको नेतृत्वले घर बनाइदिएको? होइन, कसले चाहिँ सहयोग कसले चाहिँ गरिदिनुपर्छ भनेर नेतृत्व गरेको भनेको नि? ए मैले बाजेले चाहिँ अब तेरो बाउले भनेको के दुई कोठाको बनाइदिनु भनेको नि त। ए बाजे चाहिँ अब त्यसै भन्छ। यो चाहिँ अब फाइनली गाइसहरू अब मैले नै मेरै नेतृत्वमा म एउटा सदस्य पनि हो र यहाँ मेरो साइनल चाहिँ बाजे पनि हुन्छ। मेरो नेतृत्वमा यस्तो बनाइदिउँ है भनेर बिचरा यस्तोमा बसिराख्नु भएको छ। त्यसैले गर्दाखेरि मेरै नेतृत्वमा सम्पूर्ण यहाँको खिमदुङ कल्याणकारी समाज लगायत यहाँका रिमचिमका दाजुभाइ तथा दिदीबहिनीसँग सल्लाह गरेर चाहिँ उहाँलाई यसरी घर बनाइसकेको छु र उहाँको अहिले यस्तोमा बस्नुहुन्छ। अब माथि सर्ने क्रम भइरहेछ, अब एक दिनमा सरिहाल्नुहुन्छ भन्दै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यहाँ प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गरिदिनु भएकोमा म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। र यहाँ हाम्रो बाजेको तर्फदेखि पनि म यहाँलाई धन्यवाद दिन चाहँदै लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला, सल्लाह सुझाव दिन नभुल्नु होला। म चाहिँ 2 कार्यकाल जनप्रतिनिधि भएको हुनाले पनि आफ्नो काम कर्तव्य चाहिँ निर्वाह गर्नुपर्छ भनेर यसो लागिपरेको चाहिँ यो सल्लाह सुझाव दिनु नभुल्नु होला नेपाली दाजुभाइ तथा दिदीबहिनी भन्दै म अहिले चाहिँ बिदा हुन चाहे। हस्त, धन्यवाद।